आज चाहिँ हामी चोभार घुम्न गएका थियौँ। चोभार घुम्ने क्रममा यता चाहिँ हाम्रो यो नयाँ गाडीहरू आएको गाडीहरू चाहिँ यहाँ राख्ने रहेछ। यो तपाईँको हैन सबै प्राय नयाँ गाडीहरू यहाँ राख्ने रहेछ। अब यहाँबाट तल जाने बाटो छ। यहाँ चाहिँ हाम्रो तल यो चोभारको मञ्जुश्रीले काटेको डाँडा भन्छ यसलाई, खोलामा जुन मञ्जुश्रीले काटेको खोला थियो यही ठाउँ हो रे हैन। यहाँ चाहिँ पुल छ, पुलबाट हामी यस्तो ठाउँ छ यहाँनिर। यतापट्टि झोलुङ्गे पुल भयो हैन, यतापट्टि चाहिँ हाम्रो त्यो तलको खोला मन्दिर। अनि त्यसपछि तपाईँ यता देख्न सक्नुहुन्छ कि तपाईँले झोलुङ्गे पुलको दृश्य देख्न सक्नुहुन्छ। त्यसपछि यतातिर चाहिँ हाम्रो मञ्जुश्री पार्क, यताबाट पनि गइन्छ हैन, तर माथिबाट जाने गरे प्राय माथिबाट जान्छन्। अनि यतातिर चाहिँ टक्क होटल खाजा पसलहरू छन्। अनि त्यसपछि यता चाहिँ हाम्रो यो पार्किङ गर्ने ठाउँ, मान्छे आयो भने पार्किङ गर्ने बस्ने यता छ हैन। अब यताबाट सिधै अगाडि गयो भने हामी यतातिर देख्न सक्छौँ यस्तो दृश्यहरू हैन। एउटा चाहिँ हाम्रो यो चाहिँ अब एउटा कीर्तिपुरतिर जाने बाटो र एउटा चाहिँ तपाईँको दक्षिणकाली साइडतिर जाने बाटो। कीर्तिपुर भन्दा नि बल्क साइड जाने बाटो हो यो। यहाँनिर चाहिँ हाम्रो यो के अरे सल्लाहगारी क्या दामी सिन छ हैन। यहाँबाट सिधै हामी माथि जान्छौँ। हामी चाहिँ कीर्तिपुरको लागि जानु लाग्यो यहाँबाट। अनि तपाईँ यस्तो देख्न सक्नुहुन्छ क्या दामी सिन छ हैन। आनन्दको हो, क्या रमाइलो लाग्छ क्या ठाउँमा जाने बेला। मलाई चाहिँ तपाईँलाई त्यस्तै रमाइलो लाग्छ हैन। तपाईँ जानु होला। अब यस्तो छ, रमाइलो छ हैन। यस्तो टक्कै यसरी गाडी गइरहन्। ल अब हामी केही समयपछि चाहिँ तपाईँको अब त्यो हामी कीर्तिपुर जाने बाटो। ल हामी चाहिँ लेफ्ट साइड मोड्नु पर्ने भयो। यो चाहिँ चोभार जानुपर्छ हैन। चोभारबाट हुँदै कीर्तिपुर आइन्छ। अनि यहाँबाट चाहिँ टक्क हामी यसरी गयौँ। अब यता होपी ल्यान्ड भन्ने छ हैन, वाटर पार्क भनेर पनि प्रख्यात छ यो ठाउँ, वाटर पार्क भनेर। अनि यता चाहिँ होपी ल्यान्डको दृश्य तपाईँ देख्न सक्नुहुन्छ ठाउँहरू। अनि यता चाहिँ हाम्रो तपाईँको खाजा पसल छ यहाँनिर, एउटा रेस्टुरेन्ट टाइपको छ। तपाईँलाई रेस्टुरेन्ट देखाउँछु म हैन। यता यो चाहिँ रेस्टुरेन्ट हो। अनि तपाईँ रेस्टुरेन्टमा आएर खाजा पनि खान सक्नुहुन्छ ठक्क पारेर। यहाँदेखि फेरि माथि जाने बाटो छ। यतातिर चाहिँ हाम्रो चोभार एरिया, यो एरिया चाहिँ चोभार एरिया। टक्क मान्छेहरू घुम्न आउने, रमाइलो गर्न आउने मान्छेहरू आउँछन्। यो चाहिँ यसो पसलहरू छन् यहाँनिर। अनि यतापट्टि चाहिँ चोभार जाने बाटो भयो। अनि यतापट्टि चाहिँ बाटो चाहिँ हामी कीर्तिपुर जान सक्छौँ हैन। यता चाहिँ त्यो तपाईँको प्ल्यान्डको ठाउँहरू यस्तो छ हैन। खासै यहाँबाट भिजिबिलिटी राम्रो देखियो हैन, त्यही पनि हेर्न सक्नुहुन्छ तपाईँ। यताबाट हामी चाहिँ कीर्तिपुर जानुपर्ने भएकोले हामी चाहिँ कीर्तिपुरतिर लाग्यौँ।